हेलो सबैजनालाई अहिले मार्केटमा सबै ब्युटी प्रोडक्टकै मात्रै हल्ला टिकटकमा पनि पुरा ब्युटी प्रोडक्ट स्किन केयर भनेर मात्रै टिकटकमा पनि धेरैले देख्न सक्नुहुन्छ है। मैले चाहिँ अब कस्तो हुने रहेछ भनेर चाहिँ यो सेन्ट्रेला र यो आइएम फ्रम भन्नेको यो दुईटा प्रोडक्ट किनेर ल्याएको छु है। यो कोरियन अहिले मार्केटमा फेरि कोरियन प्रोडक्टको ब्युटी स्किन केयर ब्युटी केयरहरू सबै जाने कोरियन प्रोडक्टको जाने एकदम धेरै चर्चामा रहेछ टिकटकदेखि लिएर सबै। एउटा सेन्ट्रेला भन्ने एउटा अनुवा भन्ने सबै स्किन केयर अनि कसरी गर्ने भनेर सबै धेरै चर्चामा रहेछ। मैले जाने दुईटा यो स्किन प्रोडक्ट भनौँ न किनेर लिएर आएको मार्केटबाट है। यो सेन्ट्रेलाको अनि यो चाहिँ आइएम फ्रमको। सेन्ट्रेलाको चाहिँ पहिला टोनर हेरौँ है। टोनर चाहिँ मैले राइस टोनर हो यो यस्तो हुन्छ। अब कस्तो रिजल्ट दिन्छ त मलाई थाहा छैन है मेरो स्किनमा। यो चाहिँ राइस टोनर भयो। यो राइस टोनर यो चाहिँ 150 ml को हुन्छ है। यो अरू चाहिँ यस्तै 100 हुन्छ क्या अरू ब्रान्डको टोनर। अनि यो चाहिँ सेन्ट्रेलाको 100 स्किन 100 यु भन्ने हुने रहेछ 100 ml को यो है। यो चाहिँ सेरम हो। सेरमहरू यस्तो हुन्छ। मार्केटमा त अब डुप्लिकेट ओरिजिनल भन्ने पनि छ है। यो अब मलाई कस्तो मैले चिन्दिनँ डुप्लिकेट हो कि ओरिजिनल भनेर। तपाईहरुले चिन्नुहुन्छ भने यसो भनिदिनु गाइड गरिदिनु होला। अब कसै चाहिँ यस्तो यो मसिनो दाना ठुल्ठुलो दाना भन्ने पनि हुने रहेछ क्लियर भएको भन्ने नि हुन्छ। अब यो चाहिँ थाहा भएन है। यो मैले ल्याएको छु कि अब कतिको इफेक्टिभ हुन्छ कतिको काम गर्छ। अनि यो फेरि कति कस्टली के एकदम एक्सपेन्सिभ। यो मैले एउटा किने 26 मा यो किने 27 मा यो किने। कसै त मैले 1800 पनि यो देखेको थिएँ कता हो अनलाइनमा। अब कुन ठिक हो कुन ठिक होइन अलि छुटाउनै गाह्रो भयो। यही हो मेरो लिस्टमा एड गरेको यो प्रोडक्ट। थ्याङ्क यू।